हामीले चाहिँ गाइज बाटोमा हामी ऐसेल भन्ने चाहिँ आलु बखरा चोर्न आएको। हजुर कहाँबाट जाने बाटो देखेको नि त ऐसेलु कति ऐसेलु भन्न आएको हामी चाहिँ आलु बखरा किन्न आएको। त्यही पनि अर्काको बारीमा चोर्न आएको गाइज। आलु बखरा चाहिँ लुक एट हियर यु क्यान सी। ल हामी चाहिँ धनियाँ रहेछ यार मानला नि फेरि। लु यहाँ झ्याप्स पनि पारिसक्यो। ल ल ल ल लडिएलाई थ्याङ्क यू। यो पाल्नु पर्दैन दिस इज अर्ग्यानिक। वाउ यम्मी। दिउँसै बाँदर आयो भन्ला नै फेरि बिचारै ए लडिला। यम्मी। हामी सामान लिन आएको। चढ्छन् भनेर बाँदरहरू चढ्छन् भनेर यहाँ बार पनि लगाएको छ। कहाँ चढ्नु मारिहाल्छ नि। यसो जतिवटा भेटिन्छ त्यतिवटा थिपौँ ताप कसम अनि। र चाहिँ कोही पनि नभएको मौका छोपेर हामीले चाहिँ यहाँ झ्याप्स हान्न लगाएको। हजुर हामीले पनि पेट भरौँ अनि लग्ने काम पनि गरौँ। अहिले तिमी लड्यौ भने त नि समात्नु त पर्यो। ल है चोर आयो चोर। 5 रुपियाँ किलोमा बेच्ने 4 रुपियाँ किलोमा किन्ने होला। अहिले चाहिँ 5 रुपियाँ केजी छ भाउ नभएको बेलामा। अब हामी तिमी लड्दिनौ यस्तो जबरजस्ती गरेर आएको छन्। तपाईँको भ्लगले गर्दा हेर्नु के पहिला यस्तोमा ल उफ्रे खा। अनि त्यसै त खस नि त सुजिना। पाँच फिट 7 इन्च भएको पनि काम लागेन आज। म झन् डल्ली 5 इन्च पनि छैन। 5 इन्च चाहिँ छु है गाइज। वे 5 इन्चको त यहाँ के काम पनि के हेप्या 5 इन्च चाहिँ छु है सुज्ने। क्या अब चुवानी हो। यस्तो मेहनत सुजिना गर्ने म चाहिँ चोर्नी खायौँ झ्याप्स। लगाइस बाँदर ल हामी चाहिँ कहाँ हिँड्ने? ल अब चाहिँ लड्ने मेल हो है त्यो चाहिँ। गाडी त गइसक्यो जस्तो छ। देऊ न यार। अरे चाहिँ गाइस हामी चाहिँ पर पुग्यो। धन गाडी नहिँड्ने। त्यही हो गाडी। अनि हाम्रो सामान चाहिँ कता छ? इधर स्माइल चीज बटर केक। ए दामी। के खिच्नु? होइन सामान लिन
किन आएको हजुर सामान यो गाडी को हो हाम्रो सामान थियो हामीको हजुर भ्लग बनाउनु दिदीको भ्लगमा सामेल भएको त मेरो सबै आइसकेको बढिया ल ओके यो चाहिँ पोस्ट गर्ने नगर्ने चाहिँ अहिले हेरौँ है एडिट गरौँ कट हुन्छ तपाईँहरू त कट गरिदिनु कट जाऊ नि यार हेल्प गर हो 120 बोतल चाहिँ आमा मामा यतिलाई हामीले के अरे खाना पनि पायौँ दिस इज ढुङ्खरका मेडिकल